म मेरो चाइल्डहुड स्टोरी सुनाउँछु क्या है। अब अहिले भर्खर हामीले मर्करीको कुरा गरिरहेको थियौँ नि होइन। मर्करी भन्ने बित्तिकै मलाई एउटा कुरा याद आउँछ क्या। म त्यस्तै 8-9 वर्षको थिएँ होला होइन। एक दिन ज्वरो आएको थियो मलाई है। अनि त्यसपछि भर्खर स्कुलमा के पढिएको थियो भन्दाखेरि मर्करी हुन्छ थर्मोमिटरमा। अनि त्यसपछि जब ज्वरो आउँछ हाम्रो बडी तातेको हुन्छ अनि मर्करीले हिट पाएपछि अनि त्यो मर्करी एक्सपान्ड हुन्छ अनि त्यसले टेम्परेचर नाप्छ भनेर पढेको थिएँ त्यति होइन। अनि ज्वरो आइरहेको थियो अनि त्यसपछि मम्मीले मलाई थर्मोमिटर दिसो ज्वरो नाप्नलाई होइन। अनि मैले थर्मोमिटरले ज्वरो पनि नापेँ होइन। अनि त्यसपछि मेरो दिमागमा खुरापाती आइडिया आयो। अनि त्यसपछि मसँग हातमा चाहिँ हामीलाई चाहिँ मम्मीले हर्लिक्स खान दिइन्थ्यो क्या सानो बेलामा। तातो हर्लिक्स थियो होइन। मैले के सोचेँ भन्दाखेरि वाह यो थर्मोमिटरलाई त मैले हर्लिक्समा राखेँ भने त मेरो भन्दा त धेरै छ योसँग हिट। यो थर्मोमिटर त पुरै मर्करी त पुरै माथि गएर एकदमै धेरै टेम्परेचर देखाउँछ यसले। अनि मम्मीलाई देखाउँछु भन्ने भएन होइन त्यत्तिकै। अनि त्यसपछि थर्मोमिटरलाई त्यो तातो उसमा हालेँ लिक्विडमा त्यो हर्लिक्समा यसो निकाल्छु त फुट्यो। थर्मोमिटर त फुट्यो। थर्मोमिटरको मर्करी गयो तल। अनि मलाई दोधार पर्यो। मम्मीले त्यति धेरै मैले छोरी मैले 2-3 चम्चा हर्लिक्स हालेर राखेको छु खाऊ भन्छ त्यो। अब मलाई टेन्सन। अब मम्मीलाई भन्नु मम्मीले गाली गरिसेला। अब मलाई फेरि मेरो गट फिलिङले के भन्यो भने शान्ता यो खानु हुँदैन है। त्यतिखेर चाहिँ मलाई थाहा छैन कि मर्करी पोइजनस छ भन्ने कुरा मलाई थाहा छैन है। अनि त्यसपछि खाटमा बसिरहेको थिएँ उठेँ गएँ अनि बाहिर लगेर खनाइदिएँ। मम्मीलाई पनि थाहा छैन। अनि यसरी अनि फेरि बिस्तारै खनाउँदाखेरि मैले मर्करीको त्यो ऊ पनि देखेँ क्या लिक्विड मर्करी पनि देखेँ। अनि सर फालिदिएँ है। तर कति पछि चाहिँ बल्ल अनि मैले थाहा पाएँ कि मर्करी पोइजनस हुने रहेछ भनेर क्या। त्यो भएर मर्करीको कुरा आउने बित्तिकै चाहिँ होइन म झन्डै मरेँ किन मर्करी खाएर भन्ने हुन्छ क्या। म मर्करी खाए भए तिमीहरू कोही पनि हुँदैन थियो यो संसारमा होइन त बुढाकै पनि अर्कै बुढी पर्थ्यो होला। कस्तो बुढी पर्थ्यो होला। सो मर्करीले ओ माई गड मेरो गट फिलिङले मलाई बचायो क्या त्यो दिन चाहिँ।